amazing place. Feels like a dream. A place of many wonders. And full of life. I open my eyes. Earth is our Pandora. Hello guys, welcome to my YouTube channel. This is my first vlog. र आज हामी यसरी घुम्न निस्किसकेका छौँ। अलि शान्त भइसकेको छ। यो राइट साइडमा हेर्न सक्नुहुन्छ, यो टिम हल जाने बाटो हो। अलि पानी परेको छ। पानी पर्ला जस्तो पनि छ अहिले त चाहिँ। अब हामी चोकमा पुगिसकेका छौँ लगभग। र चोकमा पुगिसकेपछि हामी लेफ्ट लिन्छौँ। ओहो धन्यले कुकुर, कस्तो कुकुर पनि बाटो हेर्दैन। आफ्नै साइडमा छ तर पनि। र यो भिडियोको चाहिँ कस्तो लाग्यो तपाईँहरूले यहाँ कमेन्टमा भनिदिनु होला। र आउने दिनहरूमा यस्तै थुप्रै ब्लगहरू आउनेछन् साथीहरू। यो कलमानको चोक हो। अब हामी सिन्चो निस्किसकेका छौँ। साँझ परिसकेको छ। हेर्न सक्नुहुन्छ साइडमा चाहिँ पानी परेको हुनाले हिलो पनि छ। मेरो गाडी फुटेको छ। साइडमा पेट्रोल पम्प पनि लाइट बलिसक्यो, मतलब अँध्यारो भइसक्यो। पास लाइट आउनु भएको छ। ओ माई गड, 3 जना साथीहरू हुनुहुन्छ एउटै बाइकमा। हेलमेट पनि लगाउनु भएको छैन, तर हेलमेट चाहिँ लगाउनु पर्ने हो। इमर्जेन्सी भयो भने मेरो सुझाव हो। एकजना आन्टी हुनुहुन्छ कि बजे हुनुहुन्छ, के लिएर आउँदै हुनुहुन्छ। अब हामी जङ्गलतिर, जङ्गलको बाटो हो अलिकति। त यो महेन्द्र हाइवे हो, महेन्द्र राजमार्ग। अब हामी पुग्दैछौँ। यो साइडमा सशस्त्र बेस क्याम्प हो, यप फोर्स। सँगै हिँड्दाखेरि अलिकति के हुन्छ भनेपछि आँखामा लाइट आउँछ। त्यतिखेर चाहिँ अलिकति म बिस्तारै चलाउने गर्छु। तपाईँहरूले चाहिँ कसरी चलाउनुहुन्छ कमेन्ट गर्नु होला। यहाँनिर चाहिँ मन्दिर छ एउटा। यो साइडमा अटोमेटिक सिजन भन्छन्, आफै जमिनदेखि पानी आइरहेको नै त्यहाँनिर चाहिँ ट्रकहरू रोकिएको हुन्छ। तर ट्रक चाहिँ किन रोकिएको छ? अलि बिग्रेको रहेछ। यहाँनिर घाँसो राखेको छ, मतलब यो ग्रिन लाइट दिनलाई। हो त्यस्तो ट्र्याक्टरलाई ओभरटेक गर्नु पर्यो। ल पुलिसको गाडी पनि अब ओभरटेक गर्नु पर्यो। त्यही ओभरटेक गर्ने अवस्थामा छैन। अब फेरि सानो ट्र्याक्टरले टेक्नुलाई ओभरटेक गर्नु पर्यो। साइडमा हेर्न सक्नुहुन्छ कैलाशधामको मन्दिर हो।
अब फाइनल्ली अब हामी बहिनीको घर नजिकै पुगिसक्यौँ। यहाँ लाइट बलेको छ। यहाँ साइडमा हेर्न सक्नुहुन्छ, यहाँ त्यो जालीले रोक्नलाई जू चाहिँ राखेको छन्, किनकि अब मुर्गाले गाई गोरुले खाइदिन सक्छन्, त्यही हुनाले त्यो सुरक्षित होस् भनेर। हामी बहिनीको घर पुगिसक्यौँ। अब यसरी चाहिँ उत्रेमा अब बहिनीको घर। वाउ, बहिनीले वेलकम गर्दैछन् हामीलाई, धेरै खुसी छन् हामीलाई देखेर। मैले चाहिँ बाइकको हेलमेट दिएँ राख्नको लागि। मेरो मम्मी पनि आउनुभयो। त्यहाँ बहिनीको बुवा चाहिँ काम गर्दै हुनुहुन्छ, कुखुरा राख्दै हुनुहुन्छ। उता हेर्न सक्नुहुन्छ मैले बाइक पार्किङ गरेको छु। यो साँझ पखको अवस्था हो। वाह, बहिनीको स्लो मोसन। वाह, कति राम्रोसँग वेलकम गरिन् हामीलाई बहिनीले। थ्याङ्क यू बहिनी, थ्याङ्क यू सो मच। अब म पनि पानी खान्छु, मलाई पनि तिर्खा लागिसकेको थियो। यो एकदमै मिठो पानी छ। यो गाउँको पानी अटोमेटिक धारादेखि आउँछ, अतिजन भन्छन्, अनि एकदमै मिठो पानी छ। अब पानी राखेँ मैले। अब सानो अलिकति यो थोरै गाउँको दृश्य देखाइदिउँ भनेर तपाईँहरूलाई। यो गाउँको थोरै भ्यू हो। ओके साथीहरू, आजको लागि यति नै। अब हामी फेरि नयाँ ब्लग लिएर आउने नै छौँ। अहिलेको लागि बाई बाई।